नमस्कार। आज फेरि म उपस्थित भइसकेको छु। म नयाँ गेस्टसँगै म अनिश पाण्डे भाइब्स विथ अनिश च्यानलमा उपस्थित भइसकेको छु र म कृष्ण आचार्यलाई चाहिँ म कार्यक्रममा जोड्न सफल भएको छु। उहाँलाई चाहिँ म धेरै प्रयास गरेपछि मात्रै यो कार्यक्रममा जोड्न सफल भएको छु र उहाँलाई चाहिँ मेरो च्यानलमा स्वागत गर्न चाहन्छु। हजुरलाई स्वागत छ। नमस्ते। नमस्कार। अनि धेरै धेरै धन्यवाद छ यहाँ बोलाइदिनु भयो। हजुर समय चाहिँ अलिकति बिजी टाइप नै थियो, हजुर तर पनि यहाँसम्म बोलाइदिनु भयो, मेरा केही कुराहरू राख्ने मौका दिनुभयो हैन। हजुर हजुर त्यो नै ठुलो कुरा हो। अनि यस्तो हुन्छ कति कुरा चाहिँ भेटघाट भन्ने कुरा चाहिँ अब हाम्रो क्याम्पस हुन्थ्यो, हजुर औपचारिक रूपमा नै भेटघाट हुन्थ्यो, क्याम्पस गइन्थ्यो अनि त्यो डेली हुन्थ्यो। र हजुर त्यसपछि जब हाम्रो एउटा क्याम्पसको जुन समयबाट हामी बाहिर निस्क्यौँ, हजुर त्यसपछि अब कहिले आफ्नो व्यस्तता पनि बढी नै हुँदो रहेछ, आफ्नो काम हुने हजुर कहिले मेरो टाइम मिल्दाखेरि अब हजुरको नमिल्ने हजुर हैन, हजुरको मिल्दा मेरो नमिल्ने, त्यस्तो चाहिँ बढी नै भएको भएर भेटघाट अलिक कम नै भएको हो। अनि चाहिँ दिनहरू कसरी बिताउनु भएको छ, के चल्दैछ होइन, देशमै केही गर्नुपर्छ भनेर बस्नु भएको छ कि विदेश जाने प्लानिङमा हुनुहुन्छ, के चल्दैछ तपाईँको विचार? यस्तो छ अब अहिले भर्खरै अब देशमा सकेसम्म हामी जतिका युवाहरू यही देशमै केही गर्नुपर्छ भनेर नि अब 12 पछि पनि एउटा आफ्नो जागिर सँगसँगै ब्याचलरलाई नै प्राथमिकता दियो होइन। हजुर त्यतिखेर अलिकति माहौल चाहिँ देशमा अलिअलि राम्रै थियो, किनकि यति धेरै अहिले युवाहरू यो देशमै भविष्य नै छैन भनेर जुन विदेश जाने अहिले एउटा रूढिवादी भन्दा पनि अहिले भन्दा पनि हामीले ठ्याक्क 12 सक्दाको तपाईँलाई कतिको याद छ? हामी त विदेश नजाने होइन, ब्याचलर चाहिँ गर्नुपर्छ, परिपक्व भएर मात्रै विदेश गएको चाहिँ विदेशमा सहिलो छैन है भनेर बसेका युवा हौँ हामी चाहिँ, मलाई लाग्छ। तपाईँले नेपालमा केही गर्नुपर्छ भनेर बस्नु भएको हो कि फेरि विदेश जाने प्लानिङमा हुनुहुन्छ? त्यतिखेर हामी ठ्याक्क 12 सकेपछि नै यति धेरै विदेशी जानुपर्छ भन्ने पनि अलिकति कम नै थियो। र त्यतिखेर कस्तो थिएन, अलिकति अब अनि हामी जतिको एउटा अब जिरो लेभलबाट होइन अगाडि बढ्नको लागि त एउटा त्यो जानुपर्ने बाध्यता पनि हो। तर त्यतिखेरको समय कस्तो थियो भने अलिकति मान्छे अहिलेको समय कस्तो भइदियो भने पढे लेखेको पनि विदेश, धनी पनि विदेश, गरिब पनि विदेश, नपढेको पनि विदेश भनेको सबै विदेश जाने एउटा लहर चाहिँ चल्यो। अब यो देशको किन विभिन्न राजनीतिक अस्थिरता पनि भयो देशमा होइन। अनि त्यसले गर्दा अलिकति देशमा केही गरौँ भन्ने जुन एउटा जनशक्ति हुटुटी युवाहरूमा थियो अलिक त्यो चाहिँ कम हुँदै गयो, किनकि यहाँ लगानी गर्ने अपर्च्युनिटी नभएको पनि होइन देशमा। तर के भइदियो भने लगानी गर्ने अब सबै कुराहरू एकचोटि दुईचोटि मान्छे सफलता हुँदैन। त्यो लगानीको चाहिँ सुरक्षितता चाहिँ अलि देशले जुन दिन सकेन युवाहरूको लागि, त्यसले गर्दा नि विदेशमा बरु सुरुमा दुःख भए पनि विदेशमा गइसकेपछि एउटा लगानी चाहिँ केही समयपछि उठ्न सक्छ कि भनेर अहिले नयाँ युवाहरू विदेशी जुन एउटा चलन चल्यो त्यो चाहिँ अलिक बढी नै छ। अब हाम्रो केसमा के हो भने विदेशमा जाँदा बित्तिकै सबै सजिलो पनि छैन होला जहाँसम्म होइन। अब विदेशमा गएर काम गर्नुभयो, दुःख गर्नुपर्छ होइन। विदेशमा नि सुरुमा त गाह्रै छ, गर्दा गर्दै गर्दा डेभलप पछि उहाँहरू राम्रो अनि फेरि बाहिर समाजले देख्ने के भने उसले उहाँ गएर के दुःख गरो कसरी गरो त्यो देख्दैन उसले। मैले तपाईँको विचार के सुन्न चाहेँ भने तपाईँले त अब व्यवसायतिर पनि लगानी गर्नुभएको छ, सानो भए पनि आफ्नै बिजनेस गर्नुभएको छ, अनि व्यापार पार्ट टाइम जब जस्तो पनि छ। तपाईँको धारणामा अहिलेको युवाहरूलाई व्यवसाय गर्न पर्छ भन्नुहुन्छ कि होइन, बिजनेस अरूको किन लगानी डुबाउने, यो समयमा चाहिँ यो यस्तो मन्दी टाइपमा चाहिँ जब गर्ने, जति जति स्यालेरी हुन्छ आफ्नो चाहिँ स्यालेरी पाएकै राम्रो हुन्छ, त्यताबाट सेभ हुन्छ भन्नुहुन्छ कि होइन, नेपालमा न व्यवसायतिर राम्रो छ न जबतिर राम्रो छ, विदेश जानुपर्छ, केतिर मोटिभेट गर्न चाहनुहुन्छ हामी जस्तो युवाहरूलाई? अब अहिले तत्कालै आजै भोलि नै अब लगानी गर्नुहोस् भन्न चाहिँ अलिकति यो राजनीतिक अवस्था अलिकति अस्थिर नै छ। अब अहिलेसम्म चाहिँ तपाईँहरू जब गर्नुभयो भने जब नै ठिक छ तत्कालको समयलाई। अलिकति अब सधैँ अब जब गरेर मात्र पनि हाम्रो भविष्य चाहिँ त्यति जबले के हुन्छ भने एउटा के उखानै छ होइन, अघि बढ्न पनि दिन्न मर्न पनि दिँदैन भन्ने एउटा भनाइ छ नि। त्यति सधैँभरि जब गरेर राखेर पनि एउटा जुन हामीले अलिकति माथि जुन सपना देखेर लागिराखेका छौँ होइन, त्यो यहाँसम्म पुग्न चाहिँ गाह्रै छ। तर अहिलेको अब देशमा एउटा चुनावको माहौल पनि सिर्जना भइसकेको छ होइन। त्यसले गर्दा चुनाव पछि चाहिँ अलिकति के हुन्छ, अब देशमा अलिकति स्थिरता आउने सम्भावना भयो भने अपर्च्युनिटी चाहिँ नेपालमा धेरै नै छ। तर तपाईँका विचारहरू मलाई धेरै सुनाउन मन लागेको थियो, तपाईँका तिनी ज्ञानहरू, तपाईँ त सेयर मार्केटतिर पनि लगानी गर्ने कर्ता हुनुहुन्छ होइन। म कार्यक्रम प्रस्तुता भएर तपाईँका विचारहरू धेरै सुनाउन मन लाग्यो। तर यो हाम्रो कस्तो भने पहिलो दोस्रो जस्तो एपिसोडमा छौँ, तपाईँलाई पनि जानकारी छ, भर्खर हामी सुरुवात गर्दैछौँ। अब धेरै लामो गरायो भने दर्शकले नि कति बोलेका कति धेरै गफ लगाएका भन्नुहुन्छ कि होइन, यो सुरुवात भएकोले मैले लामो भिडियो बनाउनु चाहिनँ। तर तपाईँका धेरै तपाईँभित्र भएका तिनी ज्ञानहरू पहिल्यैदेखि दुःख गर्दै 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 यहाँ सङ्घर्ष एउटा एकतर्फी म के भन्छु भने तपाईँले सक्सेस पाइसक्नु भएको,
भनेको तपाईँको लेभलबाट यहाँ आउँदा नै एउटा सक्सेस हो, एउटा पहिलो स्टेपको सक्सेस हो। यो सक्सेस अब तपाईँको यो यहाँसम्म आउँदाका सक्सेसका कुराहरू मलाई दर्शकहरूलाई सुनाउन मन लाग्छ होइन। तर यो सक्सेस अनि के गरेर मार्केटका कुराहरू पनि तपाईँबाट ज्ञान प्राप्त, मैले पनि दर्शकहरूलाई तपाईँभित्र ज्ञान भएको चाहिँ बाँड्न मलाई पनि इच्छा लागिरहेछ होइन। मलाई पनि जान्न इच्छुक छ कस्तो हुँदो रहेछ भने हामीले यो खास मैले यो च्यानल खोल्नुको रिजन के हो भने हामी यसरी गफ त धेरैचोटि गरियो त्यो गरियो जहाँ गरियो त्यहीँ भुलियो। आज तपाईँले बोलेका कुराहरू म 2 दिनपछि पनि सुन्न चाहन्छु। मलाई त्यहाँ के बोलिएको थियो भनेर फेरि रिकल गर्न सकिन्छ होइन। यो चाहिँ एउटा रेकर्डेड पनि हुन्छ, यसबाट हामीले ज्ञान सिक्न पनि पाइन्छ। र मैले मात्र ज्ञान किन सिक्ने, तपाईँसँग भएका ज्ञान चाहिँ दर्शकहरूलाई पनि बाँडौँ न त भनेर यो च्यानल खोलेको हो होइन। र म दर्शकहरूलाई के भन्न चाहन्छु भने यस्ता भिडियोहरू मसँग राम्रो राम्रो मान्छेहरू हुनुहुन्छ हो, हाइलाइट हुनुहुन्न, भाइरल हुनुहुन्न, तर राम्रो राम्रो ज्ञान प्राप्त भएका मान्छे, हिडन ट्यालेन्टहरू हुनुहुन्छ। उहाँहरूलाई चाहिँ म मेरो च्यानलमा ल्याएर उहाँका कुराहरू तपाईँहरूप्रति सुनाउने छु, मैले सुन्नेछु। म पनि नयाँ नै हो, मैले पनि सुन्नेछु भन्दै आजको हाम्रो गेस्टलाई म मायाको चिनो चाहिँ पछि पछि बिस्तारै बिस्तारै जुटाउँदै जानेछु। मेरो माया दिएर चाहिँ यहाँबाट बिदा गर्न चाहन्छु। हस्त, धन्यवाद। हस्त, धन्यवाद।